यो आवाज प्ले गर्नुको लागि प्रविधिका मित्र मुखमन्त्रीलाई हार्दिक अनुरोध गर्दछु। त्यसपछि छोटो पेट पाल्नुपर्छ र विज्ञापन आउँछ, अनि त्यस पछाडि म आउँछु र सुन्दै गर्नु। ओके, थ्याङ्क यू। तर म धेरै भइसक्यो, 3-4 वर्ष 5 वर्ष भयो यो प्रोग्राम चलाउनु छोडेको। लोकगीतको कार्यक्रम पनि चलाउँथेँ मैले पहिला। अब यो नानी अन्न बोल नाति नाति आओ साँझ भयो भन्छन् गर्ने ठुलो मान्छे जो पनि बढ्यो जो आओ गाउँ बाफ गर्नु कुरा गरौँ। बाटो 98 82 81 297 यही नम्बर ट्यागको हानी पछि आउँछु गरे बुढो बुढो नम्बर सेवन छ हेरै छ त्यति बालहरू गर्दा हो यो गर्यो यो बुढो मान्छेहरू जोडेर बात मार्न पाए झोबारी आए भन्ने खालको कार्यक्रम पनि चलाउँदै पहिला बेला यो बुझ्छु। अनि बिहान गर्नुहुन्थ्यो नमस्कार, यो बिहानको 105.8 मेगाहर्जबाट प्रसारण भइरहेको युट्युब रेडियोको दौडको अपडेटमा यहाँलाई स्वागत छ। अपडेटको साथमा उपस्थित छु म नारायण। भर्खर प्राप्त समाचार अनुसार रुद्रगढीमा भव्य मेला लागिरहेको छ र अस्ट्रेलियाका दिदीबहिनीहरूले गीत गाएर नाचिरहनु भएको खबर प्राप्त भएको छ। सहकर्मी फर्मा हाम्रो सम्पर्कमा हुनुहुन्छ, त्यहाँको प्रस्तुति बुझाउनका लागि फर्माजी स्वागत छ होइन। हुन्छ नि, रेडियो प्लेटफर्म यस्तो हुन्छ। अब स्टेजमा आइसकेको छ, आजको स्टेजमा आइसक्नु भएको छ कलाकार र आज तपाईँ हामी धुमधामसँग नाच्नुपर्छ, आउनुहोस् मित्रहरू नाच्नका लागि गर्नु भन्ने हुन्छ। तर यसको प्याराग्राफ चाहिँ छोडिदिनुपर्छ है, स्टेजमा बोल्ने आवाज फरक हुन्छ। रुद्र
आज शिवजीको आत्मनिर्भर बनाऊ पानीले उनको तथा शिव विकास तालिमका आज तेस्रो दिन चौथो दिन यानि कि हामी चौथो दिनमा प्रवेश गरेका छौँ र हाम्रो भोलि अन्तिम दिन हुनेछ र यसै चौथो दिनमा प्रवेश गर्दै गर्दा हामीले आज हामीलाई सरले धेरै प्रतिभाहरू राख्ने मौका दिनुभएको छ र हामी आफ्नो प्रतिभा देखाइसकेका छौँ र हाम्रा दिदीबहिनीहरूले देखाइसक्नु भएको छ र म एउटा सानो कार्यक्रम लिएर आएकी छु र मैले एउटा सानो रेडियोमा कार्यक्रम सञ्चालन गर्ने जमर्को गर्दैछु र फेरि पनि नमस्कार आएकी छु र यो लोकभाका कार्यक्रम करिब 1 बजेदेखि 2 बजेसम्म सबलाई पर्सी खुसीले पर्नेछ खान भने भन्दै छन् डन्केनीहरू भन्नु